छाती दुख्यो भने धेरैजसो मानिसले के सोच्छन्? ग्यास्ट्रिक होला, मुटुको समस्या होला, फोक्सो बिग्रियो होला। तर एउटा कारण धेरैले छुटाउँछन्। त्यो के हो त? ध्यान दिएर सुन्नुस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै जानकारीका लागि मलाई फलो गर्नुहोला। कहिलेकाहीँ छाती दुख्दा धेरैले छुटाउने रोग हो कोस्टोकोन्ड्राइटिस। कोस्टोकोन्ड्राइटिस भनेको करङ र त्यसलाई जोड्ने कार्टिलेज बीचको भागमा हुने इन्फ्लामेसन हो, जसले छातीको अगाडिको भागमा दुखाइ गराउँछ। यो दुखाइ प्राय थिच्दा बढ्छ र गहिरो सास फेर्दा, खोकी लाग्दा वा शरीर चलाउँदा बढी महसुस हुन्छ। सामान्यतया यो अवस्था भाइरल संक्रमण, धेरै खोकी लाग्नु, भारी सामान उठाउनु वा छातीमा तनाव परेपछि देखिन सक्छ। विशेष कुरा के भने यो दुखाइ धेरै पटक मुटुको अट्याक जस्तै लाग्न सक्छ, तर वास्तवमा समस्या मांसपेशी र कार्टिलेजको सुन्निनु हुन सक्छ। छातीको एक ठाउँ थिच्दा बढी दुख्ने, गहिरो सास फेर्दा वा खोक्दा दुख्ने, शरीर घुमाउँदा वा हात चलाउँदा बढ्ने जस्ता लक्षण देखिन सक्छ। यसमा मुटु रोग जस्तो ईसीजी वा मुटु सम्बन्धी अन्य टेस्ट असामान्य हुँदैनन्। त्यसैले छाती थिच्दा फेरि त्यही दुखाइ उत्पन्न हुनु यसको महत्त्वपूर्ण संकेत मानिन्छ। उपचारमा मुख्य रूपमा एनएसआइडिज जस्ता दुखाइ कम गर्ने औषधिहरू, आराम तथा तातो वा चिसो प्रयोग गरिन्छ र यो प्राय हानिरहित तथा आफै निको हुने अवस्था हो। तर सबै छाती दुखाइलाई कोस्टोकोन्ड्राइटिस भनेर व्यवस्था गर्न मिल्दैन। यदि सास फेर्न गाह्रो भइरहेको छ, धेरै पसिना आइरहेको छ, दुखाइ हात, बङ्गारा वा ढाडतिर फैलिरहेको छ वा रिङ्टा लाग्ने तथा बेहोस हुने जस्तो भइरहेको छ भने तुरुन्त अस्पताल जानुपर्छ, किनकि मुटुको समस्या आपतकालीन हुन सक्छ। केही बिरामीमा दुखाइ महिनौं वा वर्षौंसम्म बीचबीचमा दोहोरिन सक्छ, जबकि सबै हार्ट टेस्ट सामान्य हुन्छन्। युवा उमेरका मानिसहरूमा छाती दुख्ने हृदयसँग सम्बन्धित नभएका कारणहरूमध्ये कोस्टोकोन्ड्राइटिस पनि सबैभन्दा सामान्य कारणहरूमध्ये एक हो। छाती दुख्यो भने अनुमान होइन, सही जाँच आवश्यक हुन्छ। यो जानकारी अरूलाई पनि पठाउनुस्, किनकि सबै छाती दुखाइ ग्यास्ट्रिक मात्रै हुँदैन।